नमस्ते साथीहरू, म मलेसियाबाट यो कार फ्याक्ट्रीमा काम गर्छु मैले र म कार फ्याक्ट्रीबाट बोल्दैछु। तपाईहरुलाई यो नयाँ कार कसरी बन्छ र कस्तो हुँदो रहेछ यो भर्खर बन्ने बेलामा यो देखाउन गइरहेको छु। 3 मिनेटको लागि बनाउँदैछु मैले भिडियो र भित्र पनि म देखाउन जाँदैछु। केही छिनपछि म भित्रको पनि देखाउने छु। तपाईहरुमा लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला। धन्यवाद। ल हेर्नुहोस्, यो नयाँ कार हो, नयाँ कार बन्दै गरेको र यो बाहिरबाट चाहिँ यस्तो देखिएको छ हैन। यस्तो देखिएको छ र हामी सो भित्र देखाउन गइरहेको छु र भित्र चाहिँ यस्तो हुँदो रहेछ। भित्र हेर्नुहोस्, हेर्न सक्नुहुनेछ तपाईहरुले कार र यो माथिल्लो भागमा हो र यो मुनि भाग यसरी बन्दो रहेछ साथीहरु कार। हेर्नुहोस्, देख्न सक्नुहुनेछ। एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, यो 6वटा कारहरु चाहिँ रेडी हुँदैछ साथीहरु। र यो चाहिँ पाठ पूर्जाहरु, यो सबै बोडीको पाठ पूर्जाहरु हुन् र 3 मिनेटको लागि म भिडियो बनाउँदै छु। यो सबै गाडीको पाठ पूर्जाहरु हो र अब एकैछिनपछि म भित्रको पनि देखाउन जाँदै छु। म चाहिँ थोरै भित्र पनि जाँदै छु। भित्र जाँदै छु, यो गेटबाट छिर्दै छु म। त्यसको पनि थोरै दृश्य लिँदै छु मैले। हेर्न साथीहरु, यो चाहिँ कार बनाउने यो मेसिनहरु हो सबै। यो भित्र यो सबै मेसिनहरु हो। यो पनि देखाउँदै छु म तपाईहरुलाई। यो पनि एकछिन स्टप गर्छु म। हेर्न साथीहरु, कत्रो छ यो फ्याक्ट्री। हेर्न, देख्न सक्नुहुनेछ, हेर्नु होला। र यो चाहिँ पाठ पूर्जा हो गाडीको सबै। यो ढक्कनहरु हो। नजिकै गएर पनि हेर्न सकिन्छ हामीले। हेर्नुस्, यो चाहिँ गाडीको बोडी हो साथीहरु। हेर्नुस्, यो ढक्कन टल्केको छ भने यो चाहिँ बोडी हो। हेर्नुस्, यो चाहिँ ढक्कन हो, गाडीको ढक्कन हो। ड्राइभर बस्नेतिरको ढक्कनहरु, ढोकाहरु भनौं न, ढक्कन सरी।